ल हामी चाहिँ अब चन्द्रगिरीको दर्शन हिँड्दा यहाँबाट चाहिँ इन्ट्रान्स अङ्कल अगाडि हिँड्दै हुनुहुन्छ। हामी चाहिँ यसो एकछिन घुमेर आउँ भनेर हुन चाहिँ टाइम त धेरै छैन, तैपनि म चाहिँ यता छु, कता देखिँदैन यता। यस्तो छ दृश्य चाहिँ चन्द्रगिरी सुरु हुँदाको। केवल कार जाँदैछौँ अहिले चाहिँ हामी। केवल कारमा चाहिँ पुग्न बाँकी नै छ। यहाँ माथि छ केवल कारको चाहिँ। यहाँबाट देखिन्छ केवल कारको रौनक यस्तै। यहाँदेखि चाहिँ केबल कार सुरु हुन्छ। यो ग्राउन्ड भइहाल्यो, इन्ट्रान्स काठमाडौँ भ्याली हेर्नुहोस्। यहाँबाट यस्तो छ यहाँ चाहिँ बाटो। यो काठमाडौँ उपत्यका। यहाँबाट सर्लक्क काठमाडौँ उपत्यका पुरै त होइन, लगभग 70% चाहिँ देखिँदो रहेछ। ल केवल कार गएपछि सुरु गरौँ ल। यहाँबाट सुरु केवल कार। यहाँबाट त्यहाँ छ केवल कार चाहिँ। खासै भिड छैन आज, खुल्लै छ सबै। अलिअलि छ मान्छेहरू नभएको होइन। टक्क केबल कारमा बसियो, यसरी बिस्तारै चल्दैछ। हाम्रो अङ्कलजी यहाँ हुनुहुन्छ। अब बाहिर निस्किन बाँकी छ, भित्रै हो अहिले चाहिँ। अब चाहिँ केबल कारको रफ्तार बढ्दैछ। खासै बोल्न त आउँदैन, के बनाउनु भिडियो नि जस्तो लाग्छ कहिलेकाहीँ चाहिँ ह्याङ्ग। अलिअलि माथि पुगेपछि खिच्छु। खिच्न त यहाँबाट चाहिँ अलि सिसाले नदेखिँदो रहेछ खासै। अनि यहाँ लोकल चाहिँ कसरी चिन्छ त यिनीहरूले? अनि आइडी कार्ड हुन्छ, नागरिकता हेरेर। नागरिकता लाइसेन्स जे भने आइडी एउटा बगाल्नु। यहाँ उपत्यका सबै देखिन्छ, त्यो देखिँदैन नि है? देखिन्छ, भ्याली पुरै देखिन्छ। कति मिनटको यात्रा हुन्छ यो केबल कारमा चाहिँ? हेरी हेरी होइन क्या, मतलब मैले भन्न खोजेँ जान चाहिँ कति टाइम लाग्छ? 10 मिनटदेखि 17 मिनट 18 मिनटसम्म लाग्छ। अलिक स्लो नै भएन र यो? स्लो गरे, धेरै मान्छे छैन नि त। मान्छे नभएर, मान्छे भएको बेला फास्ट हुन्छ। के देखिन्छ? हाम्रो यो तिरमिर देखिरहेको छु म त सब। यसको सिसै त्यत्रो तरिकाको छ कि यो प्लास्टिकको। स्टेसन आइपुग्यो एउटा होइन? यो स्टेसन त होइन, एउटा जक्सन भनौँ न, यसो मेन्टेनेन्स गर्नलाई।
पानी यहाँदेखि कति पावरफुल होला है तलबाट पानी यहाँ माथि पठाउनु त्यो डाँडामा त्यो पम्प पठाउनु यहाँदेखि उहाँ लान्छ पानी अनि त्यो पाइप क्या त त्यहाँ जङ्गलको छेउछेउ पाइप छ ए त्यो पाइप उसको हो पानीको अनि इलेक्ट्रिसिटी पनि छ इलेक्ट्रिक पाइप पनि छ यहाँ चाहिँ सानो झ्याल रहेछ होइन मोबाइल खसाल न त्यहाँबाट जाने बेला अनि अहिले पछि फेरि अङ्कल भन् न त्यो कसरी लिने भन्नु खसाउँदिन मोबाइल त कस्तो नाटक हो कि पुरै हुसु लाग्ने ठाउँ आउनु थाल्यो तल त गइरहे चाहिँ लोत गइरह्यो है अहिले त्यहाँबाट देखिन्छ कि त माथिबाट सबै उ देखिन्छ तर घाम लाग्यो भने प्रष्टै काठमाडौँ देखिन्छ होइन घाम लागेन भने देखिन्छ घाम लाग्यो भने काठमाडौँको छ नि भक्तपुर ललितपुर सबै देखिन्छ एयरपोर्ट देखिने होइन बुढानीकण्ठ सबै अब एकीकरण गर्ने बेलामा त्रिभुवन पृथ्वीनारायण शाहले यहीँ दर्शन गरेर सुरु गरे भने के काठमाडौँ भाग्ने बेलामा चन्द्रगिरी दर्शन गरेर छ त शालिकाहरू छ नि त माथि त्यतिखेरै देखिथ्यो चन्द्रगिरी चाहिँ कस्तो कुरा चन्द्रगिरी डाँडा भने पहिलेदेखि यो के केबल कार आएर यहाँ मन्दिर भयो भने ठाने यो मन्दिर पहिलेदेखि हो आस्थापीठ हामी सानसानो डाँडा यो सबै उहाँ उतासम्म त्यो के भन्छ नाढुङ्गाको छैन नाढुङ्गादेखिबाट यता पुरै चन्द्रगिरी डाँडा हो यहाँ त कतै काफल खाना आयौँ क्या हामी त्यो मलाई हामी सानसानोमा यो डाँडामा कहाँबाट आउने यही बाटोमा हो त्यहाँबाट बाटो थियो नि यो लुकु भन्छ ट्याक्कै लुकुको खोज हो यो खोज चाहिँ लुकु भन्छ यस्तोमा आउँथ्यो तपाईँहरू काफल खाना आउने गुराँसै गुराँस हुन्छ नि यहाँ चैतमा अहिले पनि बिउ होला नि त्यस्तो दामी फुल्छ है गुराँस फुल्छ अहिले पर जानुपर्छ गुराँस हुन्छ नि यहाँ कति हुन्छ गुराँस अहिले त मौसम छैन नि त त्यसको किन छैन नि चैत अहिले गुराँसको मौसम होइन नि त अहिले फुल्ने चैतमा त हो नि चैतमा हो अहिले होइन नि त गुराँस फुल्ने मौसम त त्यो भन्नु खोजेँ मैले भएको भएदेखि चाहिँ यहाँ यता छेउछेउमा पहिलेदेखि थियो अहिले छैन बोट त के मासिन्थ्यो अङ्कल बोट मासिँदैन ऊ त्यो पनि गुराँसकै ऊ फुल्नला हो यो सबै गुराँसकै बोट हो क्या यो थुङ्गा देखायो नि हो त्यो सबै गुराँसको बोट हो तर यो क्यामेरामा चाहिँ देखिँदैन होला थुप्पो देखेको त्यो यत्रो फौ के अरे के भन्छ त्यसलाई कोपिला लाग्नुला जस्तो देखेको बाद सबै गुराँसको हो क्या साह्रै गइरहेको है त्यो के हो अङ्कल त्यो बल्या चाहिँ त्यो रातो देखेको चित्लाङ जाने बाटो ऊ त्यहाँबाट ऊ त्यो बाटो हो ऊ त्यो त्यहाँ झ्यालबाट हेर्न त्यो मोबाइल बाहिर नलैजा खर्ला यो खुल्ला हो त्यो खुल्ला बाटो छैन ए ऊ त्यो देखिएको हो त्यहाँबाट हो चित्लाङ अस्ति मैले तल काम जाने भए घुम्न भने त तेरो भाग धर्म त्यो चाहिँ के हो त्यो चाहिँ देखेको के देखेको ऊ त्यो देखे नि ऊ त्यो टेडी जस्तो के हो त्यो ऊ त्यो के कलरवाला देखाएको छैन फुल हो त्यो कस्तो फुल हुन्छ त्यो फुल हो भने जङ्गली फुल हो त्यत्रो हुन्छ अनि के त हुँदैन त फुल होइन त्यो तपाईँ चाहिँ फुल भयो यसमा